सुकुमायाको आगमन होला त र भुन्डीले अब के गर्यो नि त अनुजेसमा के कुराकानी गर्नेछु त्योभन्दा पहिला हजुरलाई भुन्डी सेल एकदमै मन पर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्स्क्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मिनी विषयतर्फ लागौं। हो दर्शक सुकुमायाको आगमन पक्कै पनि हुनेछ किनकि सुकुमाया भुन्डीलाई दुःख परेको समयमा जसरी भए नि प्रकट भइहाल्छिन् सुकुमायाको आगमन भइहाल्छ त्यसैले सुकुमायाको आगमन अवश्य पनि हुनेछ। यता सुकुमायाको आगमन भयो भने सुकुमायाले भूपेन्द्रलाई त्यसै छाड्दैनन् यस्तो गरेमा अब भूपेन्द्रलाई कडाभन्दा कडा सजाय दिने भन्ने भनिएको थियो त्यो कागजमा पहिला पनि त्यस्तै भएर भुटेले माफ दिएकी हुन् तर अहिले त अति नै भयो भुटेले माफ दिएकी हुन् तर अहिले भने माफ दिन सक्दैन भनेकी छिन्। हुन पनि हो भूपेन्द्रले एकतिचोटि भुन्टीको विश्वासमाथि खेलबाड गरिसकेका छन् जति विश्वास गरे त्यति पटक विश्वास तोडी भुन्टीको मन दुखाएका छन्। अब न भुन्टीले माफ दिने भएकी छिन् न सुकुमायाको आगमन भए पनि सुकुमायाले माफ दिनेवाला छैनिन्। अब सुकुमायाको आगमन हुनुपर्छ भन्ने जतिले कमेन्टमा सुकुमायाले नभन्दै म यहाँ बिदा हुन्छ। धन्यवाद।